हेलो नमस्ते र फेरि पनि हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि अब चाहिँ है बेगुनिया फ्लावरको सिजन लाग्यो है, र अस्ति मैले जति पनि बल्बहरू बेगुनियाको बल्बहरू लगाएको थिएँ है, अनि त्यो बल्बबाट चाहिँ अब यसरी मजाले है यसको झ्याङहरू एकदम मजाले हेल्दी भएर आएको छ। अनि फ्लावर पनि यसरी फुल्न पनि अब स्टार्ट भइसकेको छ। र यो बेगुनिया चाहिँ है यो ह्याङ्गिङमा चाहिँ हामीले धेरै कलरहरुमा पाउँछौँ हैन। रेडमा पनि हुन्छ, येल्लोमा है, पिङ्कमा, अनि मेरोमा चाहिँ यो पिङ्क कलरमा छ है। सो म तपाईहरुलाई फुल ब्लुमिङ भएर यो बेगुनियाहरु सबै कतिवटा चाहिँ फुलेको छैन, अब 1-2 दिनमा स्टार्ट हुन्छ फुल्न। सो तपाईहरुलाई म सबै फुलेर देखाउने छु कि कस्तो कस्तो कलरहरु आएको छ है, अनि यसको सीडहरु कसरी कलेक्ट गर्नुपर्ने भन्ने कुराहरु चाहिँ म तपाईहरुलाई देखाउने छु। अनि यो ह्याङ्गिङ भेराइटीको चाहिँ हामीले हाँगा सार्यो भने पनि हाँगा पनि सर्छ। अहिले बर्खामा चाहिँ है जब हाँगा सर्छ त्यो हाँगाको फेदमा चाहिँ बल्बहरू बनिँदै आउँछ, अनि नेक्स्ट इयरको लागि हामीले एकदमै छिटो चाहिँ है फुलाउन सक्छौँ फुल चाहिँ। र अस्ति मैले जति पनि है बेगुनियाको सिडहरु छरेको थिएँ यसरी मजाले उम्रेको छ हैन। अनि यसलाई चाहिँ मैले 1-2वटा ठुलो भएको चाहिँ यसरी पटमा लगाएको छु एक-एकवटा गरेर। अनि यो चाहिँ अब फुल्नु अलिकति टाइम लाग्छ है, अनि यो जति बढ्दै गयो त्यति नै यसको फेदमा बल्बहरू बनिँदै जान्छ है। र अर्को पालि चाहिँ हामीले बल्बबाट नै छिटो फुलाउन सक्छौँ यो बेगुनियालाई चाहिँ। र यो देखिरहनु भएको चाहिँ यहाँ सेलोसिया हो। अनि अस्ति मैले जति पनि फ्लावर सिडहरु थियो हैन दसैँमा फुलाउने फुलहरु, सेलोसियाको भयो अनि बेगुनियाको सिडहरु भयो, त्यो मैले एकै साथमा छरेको सिडहरु थियो। सो अहिले चाहिँ है मैले यसरी पटमा लगाइदिसकेको छु। अनि यो सेलोसियामा चाहिँ मेरो 2टा भेराइटीमा छ। सो तपाईहरुलाई म देखाउने छु है यो फुलहरु फुलिसकेर चाहिँ सो कुन चाहिँ कलरहरुमा के कस्तो फुलेको छ भनेर चाहिँ म तपाईहरुलाई नेक्स्ट भिडियोमा देखाउने छु।